मामा घर जानु हो अहिले कोही बसाइतिर आइजाउ ल हो गया 47 साल यही हिसाब बनता अब के हो कि खान खाओ तो चलो नहीं हमर बालो मखनाहरु बहुत जब संस्कृति आसुनाले आयो एकदम अल्बिना सोचे कौन नम्बर में ठाउँदाले एउटा उपोले रोल लिए मलाई एकदमै चिन्तासो आवाज तबाल गाडीमा त देखिन्छ त मरे बसाइरहनु थियो दादा 11 बजे हाम्रो घर यहाँ भयो मम्मी मान्छे पुछेर आछ मम्मी आएर गोडे गाडी आउने यहाँ बस्न आत्मैलाई थाहा त भयो किनि दियो अब म गरेर सुझाव भन्दै बारो गाडी लैल अन्य अगाडि हान्डल सम्म बैठो अलि तिमीलाई विश्वास छैन अलि गाडी के पहाड जबर छदम बस्दै अब बस्न बच्चा कता छ त उतमै छु यो चाहिँ हाम्रो जिल्ला प्रहरी हैन डडेलधुराको हेर्न सक्नुहुन्छ हैन यो अगाडिको जिल्ला प्रहरी हो अनि अगाडि चाहिँ जिल्ला प्रशासन छ म त्यहाँ जान लाग्छु उ त्यो अगाडि चाहिँ जिल्ला प्रशासन भइहाल्यो हैन त्यो अगाडि जो देखिन्छ चाहिँ पेलो कलरको त्यो जिल्ला प्रशासन हो हैन अब भित्र मेरो चाहिँ अलि काम छ यो नेपाल टेलिकम हैन यता छ साइडमा मेरो त जिल्ला प्रशासनमा आफ्नो राष्ट्रिय परिचय पत्र ल्याउँछ हैन त्यो लिन जान लाग्छु म भिडियो बनाइदिनु जहाँ गयो वहीँको गाइज मामा घर नि पुगी हैन यो जो बाटो छ नि यो बाटो उक्लिएर उ त्यहाँ माथि मेरो मामा घर छ हैन अब चाहिँ म मामा घर जान लाग्छु मम्मी ड्याडी चाहिँ उतै छन् हैन मामा घर छन् मेरो त्यहाँ जिल्ला प्रशासनको काम सकिएर अब म मामा घर जान लाग्छु बाटो उकालो चाहिँ हेर्न सक्नुहुन्छ हैन अलि अप्ठ्यारै छ फेरि अब जानुपर्ने छ जाउँ बिस्तारै बिस्तारै यो चाहिँ मेरो मामाको घर हो हेर है गाइज यो चाहिँ मेरो मामाको घर भइहाल्यो उता चाहिँ मम्मी ड्याडी छन् अनि अब म चाहिँ यहाँ छु मम्मी र म यहाँ छु मामा घरमा ड्याडी हेर्न सक्नुहुन्छ यो गाइस म चाहिँ अहिले भत्काना बजारमा जान लाग्छु अलि सामान थियो हैन तरकारी कुजाकोट पुर्याउनु पर्ने थियो त्यही भएर त्यो सामान म भत्काना बजारमा छोड्न लाग्छु अनि त्यहाँदेखि एकजना अङ्कलको गाडी छ त्यो लगिदिन्छ म चाहिँ अब बजारमा पुग्ने बेला भयो हैन म चाहिँ अहिले एक्लै छु यो चाहिँ भत्कानाको रोड भयो हैन अनि यता चाहिँ यो भ्युसिउ भइहाल्यो अनि अब म एकछिनमा पुग्छु यो चाहिँ भत्काना बजार हैन अनि यो चाहिँ हाम्रो दाइको शप हो बाइक शप अनि हेर्न सक्नुहुन्छ यो बजार भइहाल्यो राम्रो छ ठाउँ जे भयो नि हैन डाँडाकाँडा दामी छ बजारहरू दामी छन् मान्छे नि बानी बेहोरा राम्रो छ यता हैन सबै राम्रोसँग बोल्छन् म चाहिँ अहिले आफ्नो दाइको शपमा छु बाइक शपमा हैन दाइ उता चाहिँ के काम गर्न लाग्छन् म चाहिँ अहिले बसेको छु अब चाहिँ एकछिनमा जाने हो मामा घर जान्छु एकछिनमा माथि मम्मी कल गरेर बोलाउँदा थिए
अब एकछिनमा जान्छु ओलामा मात्र तिमी अच्छा यहाँ कहाँ हुने ठन्डा दोकान ल्याउ न मिल्ला ठन्डा दोकान ल्याउ न मर्याको स्वादिन कब मर्या हुना खाली माछा झोली नुगाउनु न माछा नि हमारा उतै भी मच्छी पालन देखिए उन काँडा काँडाका उन निका माछा हाल्दैन हो के खाना दोकान